So hello guys, welcome back to my new video on my YouTube channel KRM Block 97. म धेरै दिनपछि आज एक्टिभ भएँ होइन बिकज अफ माई पर्सनल इस्युज अनि म फेरि अब यो कन्टिन्यू दिने कोसिस गरिरहेको छु एन्ड हामी अहिले हाम्रो सुदूरपश्चिमको एउटा अहिले रिसेन्टली भाइरल भएको ठाउँमा छौँ सेल्फी डाँडा। यो ठाउँको भ्यू मर्निङमा यस्तो देखिन्छ, हेर्न सक्नुहुन्छ, एकदम एक्सट्रिम लेभल छ क्या। अनि आफूलाई हेरेर यस्तो मन एकदम भावुक भएर आउने टाइपको छ, हेर्न सक्नुहुन्छ भ्यू पछाडि। यो भ्यू कस्तो लाग्छ एकछिन हेरिदिनु होला, प्रतिक्रिया दिइदिनु होला, लाइक कमेन्ट गरिदिनु होला। अनि म यता मेरो साथीभाइहरूसँग छु अनि यो उमेश। हाम्रो राइड भ्लग मैले बनाउन भएन होइन, त्यसमा पुगेन मैले त्यति लामो चाहिँ अहिले भएन, पोसिबल मानेन, भएन मबाट। यो हाम्रो राजुन दुई बजे मास्टरबेट गर्न गएको थियो है यो है गाइस। अनि हाम्रो यता सुशील भाइ, ओ सन्दीप दाई, यस अर्को दाई। अब गाइस यस्तरी गाली गर्छन् होइन, किनभने चाहिँ दे डोन्ट नो द पावर अफ मिडिया। यो पनि हाम्रो ब्लग हो, ब्लगर। यस गाइज अनदर ब्लगर अन माई ब्लग एन्ड आई एम जस्ट ब्लगिङ इज ब्लग अन माई ब्लग। के भने तर भन्नलाई मजा आयो, त्यही भएर मैले भनिदिएँ हेर। अनि यहाँ हामी सामान राखेको छ होइन, मासुहरू खायो हामीले, इन्जोय गरेँ। स्पेसली चाहिँ हाम्रो सन्दीप दाईको बर्थडे भएको हुनाले म यहाँ आएँ। अनि मलाई यो जुन हाम्रो यो बाटो छ नि, बाटो त्यो यस्तो राम्रो छ अनि यहाँ पुगेर मैले यस्तो दृश्य देख्छु भन्ने मलाई एक्सपेक्ट नै थिएन कि, बिकज आइ एम फर्स्ट टाइम हियर। म केही आइडिया नै थिएन कि मलाई यो ठाउँको बारेमा। जब मैले यो अहिले बिहानी, हिजो राति आएँ होइन, अहिले बिहानी मैले यो भ्यू देखेँ अनि मैले सोचेँ कि यसलाई चाहिँ सेयर गर्नुपर्छ, क्याप्चर गर्नै पर्छ कि, त्यही भएर मैले यो बनाएँ होइन। अर्कै लेभलको सेटिस्फ्याक्सन मिल्यो कि मलाई यहाँ यो देखेर। क्या मैले रिग्रेट भइरहेको थियो कि हिजो राति मलाई यहाँ आएँ भनेर। अहिले जो यो अहिले सनलाइटले उज्यालो भयो होइन, त्यसले गर्दा चाहिँ यस्तो सेटिस्फ्याक्सन मिल्यो होइन, मलाई वर्डफुल लाग्यो कि म यहाँ आएँ भनेर के, एकदम के अर्कै लेभलको फिलिङ आयो क्या। अब केटाहरू चाहिँ हाम्रो फोटोहरू खिचिरहेको छन् अहिले यता, खै यताउता र म यिनीहरूको फोटोहरू अलिक बिगाडिदिन्छु है। यो हाम्रो भाइ क्यामराम्यानवाला भाइ आइफोनमा क्यामेरा खिचिरहेको छ। अनि पछाडि हाम्रो दुइटा भाइहरू माउडे फिटनेसवाला, यसको पनि युट्युब च्यानल छ है गाइज, जस्ट सेयर गरिदिनु होला उसकोमा। अनि म नेक्स्ट दिन आउँछु म यो ठाउँमा, तर आएर त्यो म फुल रोड ब्लग एन्ड फुल एक्सप्लेनेसनवाला भिडियो बनाएर ल्याउँछु। यो कन्टेन्टलाई चाहिँ अझ इभ्यालुएट गर्ने टाइपको भिडियो बनाउन चाहन्छु होइन। अहिले चाहिँ मलाई यो सानो धेरै लामो नि बनाउनु छैन, त्यही भएर यो भ्यू यस्तो राम्रो छ। अनि यहाँ चाहिँ यो कटेज छ होइन, यो कटेजको नाम नै सेल्फी डाँडा, सेल्फी कटेज रहेछ होइन। अनि त्यो चाहिँ त्यहाँनिर निस्किएछ, अब नेपाली हो केही पनि हुनसक्छ नि त, त्यो निस्किएछ। अनि यहाँ चाहिँ हाम्रो फोटोहरू खिच्न सक्ने होइन, मजाले हजुरहरूले बसेर पिकनिक मनाउन सक्ने स्पोट टाइपको छ उता त्यो ठाउँमा। अनि यहाँ हजुरले मजाले यो माथि यो टप भ्यू छ कि यो छ होइन, यहाँबाट चाहिँ त्यो भ्यू पुरै निकालेर होइन आफ्नो यहाँबाट फोटो खिच्न सकिन्छ कि। मतलब जसरी खिचिरहेको छ नि यिनीहरू आफ्नो मुभमेन्ट क्याप्चर गरिरहेको छ होइन, त्यो किसिमले गर्न सकिन्छ है त यसरी। मलाई पनि इन्ट्रेस्ट लाग्यो होइन, तर मेरो भिडियोमा पुरै आइरहेको छ मेरो फोटोहरू है। अनि बस्नको लागि चाहिँ यहाँ ठाउँ छ। अब यो भयो एउटा होइन, यो जस्तै भ्यू टावर टाइपको बनाएको छ होइन यता। अनि भित्र हजुरहरूलाई चार्ज लगाउनको लागि यहाँ चार्ज पोर्ट छ योमा। अनि यहाँ बस्नको लागि भयो। अब यहाँ आई थिङ्क योमा चाहिँ केही बिचमा केही राखेर होइन, फ्रेम टाइपको बनाएर फोटो खिच्नलाई यो बनाइएको जस्तो लागिरहेको छ मलाई, किनभने एउटा साइडमा अलिक विक छ, अर्को साइडमा छ यो फ्रेम राखेर फोटो खिच्ने ठाउँ बनाएको हो।
त्यो मेरो कन्सेप्टले त्यो लाग्यो। अनि सराउन्डिङ हेर्नको लागि चाहिँ यो ओपन छ कि पुरै एरिया ओपन छ। अनि यसमा हामीहरू अब के गर्न सक्छौँ भने कि यहाँ बहुत राम्रो ठाउँ छ। यहाँको अब कटेजको दाजु पनि एकदम राम्रो हुनुहुन्छ, हेल्पफुल हुनुहुन्छ होइन। तर चार्ज चाहिँ लाग्छ है, सबै कुराको चार्ज लाग्छ। अब यसमा झुलामा बसेर यो पनि गर्न सक्नुभयो क्या तपाईँले, टिकटकमा भाइरल भिडियो बनाउन सक्नुभयो यहाँबाट। अनि मेरो पुरै हुन्थेन भाइ, त्यो आफ्नो ब्लगमा बनाएपछि अर्को भिडियोमा आउने होइन कि। अनि त्यसपछि हाम्रो झन्डा छ यता। अनि यति फुल स्पेस छ कि यहाँ बाइकहरू छ पछाडि। सो गाइस तपाईँहरू देख्न सक्नुहुन्छ हाम्रो मन्नु दाइको भ्लगमा तपाईँहरूलाई देखाउन सक्छु हामी हिजो राति हाम्रो गाडीहरूको कन्डिसन कस्तो थियो होइन। तपाईँहरू देख्न सक्नुहुन्छ यो बाइकको कन्डिसन 250। त्यसपछि देख्न सक्नुहुन्छ अपाचे आरटीआर दुईटा छ हामीसँग। तपाईँको यिनीहरूको अवस्था एकदम गम्भीर छ। अनि हाम्रो मन्नु दाइ हाम्रो भ्लगरको जिक्सर। त्यसपछि देख्न सक्नुहुन्छ तपाईँ मा कसम यो हाम्रो 220 पल्सर। यसको त पुरा गाडी यो बाइकको त के नाम बाइक दमदार भयो पनि तर ड्राइभरको त हिजो फटी परेको थियो किनभने त्यो रुकी हाँसु भइसक्यो। तपाईँ सबभन्दा कुरा म एउटा खतरा कुरा के देखाउन चाहन्छु भने यत्रो यो गाडी छ नि, यो गाडी उकालोमा तान्ने गियरमा पनि फटाइरहेको थियो भने हाम्रो इभीले त मा कसम पुरा त्यो हुन्छ नि त्यो के एरोप्लेन दौड्छ नि त्यो लिगमा यस्तै दौड्दै त्यो प्लेटफर्ममा दौडे जस्तै यो इभीको चाहिँ पावर रहेछ दमदार गाइड। तपाईँ देख्न सक्नुहुन्छ होइन। आजको हाम्रो भ्लग यस प्रकारको रहेको छ। हमारा छोटा सा ब्लॉग खत्म करते इधर। सो सेयर गरिदिनु होला। फेरि अर्को कन्टेन्ट नै निकाल्नेछु, चाँडै निकाल्नेछौँ। तबसम्मको लागि म तपाईँलाई बिदा माग्न चाहन्छु। लाइक सेयर सब्सक्राइब यदि गर्नुभएको छैन भने आफ्नो साथीलाई सब्सक्राइब गर्नुहोस्। स्पेसल्ली हामी सुदूरपश्चिमको यो एरियालाई यसरी निकाल्छु। अब मेरो ब्लगहरूमा चाहिँ यही टाइपको आइरहेको हुन्छ होइन, रोड ब्लगहरू गरेर हुन्छ। तर फर्स्ट टाइम मैले यो टाइम ब्लग गरेँ होइन। यो जो ब्याकग्राउन्ड छ कि यो एकदम मन पर्यो कि मलाई। त्यही भएर हामीले हिजो आयो होइन, अलि लेट नै पुग्यो आयौँ। अनि हामी सबै बाइकमा आयौँ होइन। बाटो चाहिँ एकदम नाजुक नै छ है, स्ट्रगल चाहिँ गर्नुपर्छ। यस्तो भ्यू हेर्नको लागि स्ट्रगल त गर्नै पर्यो होइन। त्यही भएर लाइक सेयर गरिदिनु होला, सब्सक्राइब गरिदिनु, आफ्नो साथीहरूलाई सेयर गरिदिनु होला। जस्ट उनीहरूलाई बताइदिनु होला कि हाम्रो यता पनि भ्लग गर्छ कोही मान्छे अनि यस्तो यस्तो भ्यूहरू देखाउँछ भनेर है। तबसम्मको लागि नमस्कार, धन्यवाद। अहिलेसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।